आज म चिकनको अचार बनाउन गइरहेको छु। यसलाई चाहिँ मैले उमालेर यसरी राखिसकेको छु। अब यहाँनिर कराही तातिसकेको छ। यसमा चाहिँ म तेल लगाउँदैछु। यहाँ तेल तातिसके पछाडि चाहिँ हामी फोरन मसला यसरी लगाएर हल्का डढाउँछु। तपाईँलाई मन पर्दैन भने नलगाउन पनि सक्नुहुन्छ। मैले चाहिँ तेल अलिक धेरै लगाएको छु किनभने यो चाहिँ अदुवा लसुन अलिकति धेरै लगाएर बनाउने भएको कारणले गर्दा। यो चाहिँ मैले उसिनेर राखेको हो। यो के भन्छ तपाईँहरूले चाहिँ कसैले चाहिँ यतिकै डिप फ्राई गरेर पनि गर्नुहुन्छ। मैले चाहिँ हल्का पानीमा बफाएर यसलाई सफा गरेर अनि यसरी बनाउन लागेको। अब यो खरिएर यतिको भइसकेको छ मसला। अब यही मासुलाई चाहिँ यसरी लगाएर यसलाई चाहिँ मजाले चलाउने, यसलाई खरिने गरी एकदमै रोस्ट गर्ने। मासु यतिको खरिँदै गएपछि आफ्नो स्वादअनुसार नुन लगाउने। कतिको खानुहुन्छ, कोही कडा खानुहुन्छ, कोही नर्मल खानुहुन्छ, त्यही हिसाबले लगाउन सक्नुहुन्छ। म चाहिँ खोर्सानी अलिक बढी लगाउने, पिरो अनि चट्ट परेको बनाउनको लागि चाहिँ अलिक चखिलो बनाउन चाहिँ नुन अलिकति बढी नै लगाएको छु। यसलाई अझै मजाले खरिन दिने। यो चाहिँ खोर्सानी पिसेर रेडी गरेको छु। यो चाहिँ अदुवा लसुन एकै ठाउँ रेडी छ, तयार। मासु यतिको खरिसकेपछि चाहिँ हामीले अदुवा लसुन हाल्ने। अदुवा लसुनसँग पनि यो मासु अलिक खरिने भएकोले गर्दाखेरि चाहिँ अहिले यति नै हालेको। अदुवा लसुन अलिक बढी नै हालेको छु किनभने अलिकति ग्रेभी जस्तो, मतलब अलिकति मसालेदार बनाउनको निम्ति चाहिँ यसलाई मजाले अझै खराउने। यो अदुवा लसुन पनि मजाले रातो हुन्जेलसम्म हामीले खर्याउनुपर्छ। त्यही कारणले गर्दाखेरि चिकन चाहिँ अलिकति यतिको राखेको। चिकन र अदुवा लसुन चाहिँ यतिको खरिनुपर्छ। रातो भइसकेको छ। अब चाहिँ यसलाई खोर्सानीहरू लगाएर अलिकति फेरि भुट्नुपर्छ। खोर्सानी र अदुवा लसुन चाहिँ एकैचोटि लगाएर भुट्न सकिँदैन, हुँदैन पनि, किनभने अदुवा लसुन ढिलो खरिन्छ, खोर्सानी चाहिँ छिट्टो खरिने भएकोले गर्दा। अलिकति पिरो बनाएको कारणले गर्दा चाहिँ मैले धेरै खोर्सानी हालिरहेको छु। हजुरहरू आफ्नो स्वादअनुसार पनि लगाउन सक्नुहुन्छ। खोर्सानी सँगसँगै थोरै भिनेगर लगाउन सक्नुहुन्छ। यसलाई चाहिँ मजाले चलाउने। अब चाहिँ सानो आँचमा पाक्न दिने खोर्सानीलाई। अचार पकाउँदा चाहिँ हामीले धेरै ध्यान दिएर पकाउनुपर्छ। बसाएर कुनै काम गर्न थाल्यो भने चाहिँ छिट्टै डढ्न सक्छ, किनकि यसलाई चाहिँ एकदमै चलाइरहनुपर्छ। मसला हालेपछि चाहिँ तपाईँहरूसँग छ भने थोरै टिम्बुर पनि लगाउन सक्नुहुन्छ। कसैलाई टिम्बुरको स्वाद एकदमै मनपर्छ, मलाई चाहिँ मनपर्ने भएकोले गर्दा अलिक लगाइदिएँ। अनि मसला लगाएपछि पनि हामीले एकैचोटि अदुवा लसुन खोर्सानी जिरा धनिया एकैचोटि लगाएर कतिजनाले पकाइरहेको देख्छु। त्यो चाहिँ एउटै लेभलले पाक्दैन, अदुवा लसुन ढिलो पाक्छ। अनि जिरा धनिया चाहिँ एकदमै छिटो टर्ने भएको कारणले गर्दा म चाहिँ अदुवा लसुन पहिला हालेर मजाले पकाउँछु, अनि खोर्सानी हाल्छु, त्यस पछाडि लास्टमा जिरा धनिया हाल्ने गर्छु। त्यसो हुँदा चाहिँ सबै उनीहरूको आफ्नो आफ्नो टाइममा मिठो गरेर पाक्छ। अब यसलाई सुक्नुपर्छ, यसको पानी पाकेर यतिको भइसक्यो। अब चाहिँ यसमा हामीले जिरा धनिया लगाउनुपर्छ। यो जिरा धनिया एकै ठाउँ कुटेर राखेको थिएँ। अब यसलाई मजाले चलाएर सानो आँचमा बिस्तारै पकाउने। यसको यो मसलाको गिलोपना चाहिँ अझै सुकाउने। यो लगभग पाकिसकेको छ। यतिकै खाँदा पनि हुन्छ, तर यो चाहिँ कसैले अर्डर गर्नुभएको कारणले गर्दाखेरि अलिकति सुक्खा बनाउन गइरहेको छु, किनभने यो चाहिँ अलिकति मसलाको यो ग्रेभीपना छ नि त, यसले गर्दा चाहिँ केही समय राखेर खान चाहिँ अलिकति बिर्सिन्छ कि भन्ने हेतुले यसको मजाले पानीहरू सुकाएर चाहिँ हल्का सुक्खा बनाउने। तर सानो आगोमा बनाउनुपर्छ। फेरि मसला डढेर सुक्खा भयो भने चाहिँ, मसला खरियो भने चाहिँ फेरि मिठो हुँदैन। मसलालाई पनि हल्का म्यानेज गर्ने, अनि तेल र मासु मसला छुट्टिने हिसाबले सानो आगोमा हामीले पकाउँदै जानुपर्छ। यो लगभग तयार भइसकेको छ। यो चाहिँ मेरो चाहिँ एआर सुकुटी अचार भनेर नाम छ। अनि म चाहिँ घरमै यसरी थोरै बनाएर होममेड कसैले खाना रुचाउनुहुन्छ भने चाहिँ माग्न सक्नुहुन्छ, अर्डर गर्न सक्नुहुन्छ, मलाई कमेन्ट गर्न सक्नुहुन्छ। यहीँबाट बनाएर चाहिँ म यसरी नै मजाले बनाएर पठाउने गर्छु। बफको चिकनको भनेर हजुरहरूलाई जेको मनपर्छ त्यहीको अर्डर गर्न सक्नुहुन्छ। त्यही अनुसारले केही
केही मलाई राखेर मेरो मेहनतको केही राखेर म चाहिँ हजुरलाई एकदमै होसियारसँग बनाएर पठाउने गर्छु। अरू गर्न सक्नुहुन्छ। यो भिडियो हेरेर यदि मन पर्यो भने चाख्न चाहनुहुन्छ भने एकचोटि चाखेर हेरौँ न त भनेर चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। भिडियो हेरेर साथ दिनुभएको लागि धेरै 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 धन्यवाद हजुरहरूलाई। म के अरे युट्युबमा पनि नयाँ नयाँ यतिकै बोल्न त आउँदैन मजाले र पनि यतिकै बनाएर हाल्ने गर्छु। अनि हजुरहरूले पनि सब्सक्राइब गरेर सपोर्ट गरिदिन सक्नुहुन्छ। साथीहरू अचार बनेर रेडी भइसकेको छ। यो चिकनको यसरी तेल मसलाहरू अलग अलग छुट्टिनुपर्छ। यसरी मजाले हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ बफको पनि बनाइसकेको छु मैले। काठमाडौँमा अर्डर गर्नुभएको थियो एकजना साथीले 2 केजी, त्यही भएर बफको चिकनको बनेर रेडी भइसकेको छ।